Yeah, get out. अहिले चाहिँ म झाराबाट पुगिसकेको छु गाइस होइन। यहाँ गाह्रो छ बजारतिर जानको लागि पनि यस्तो हिँड्नुपर्छ होइन। यहाँबाट यता यता जानुपर्छ कि यहाँतिर के गर्ने यस्तै छ, गाह्रो छ, टाढा छ धेरै जानुपर्ने। अब यहाँबाट फेरि डाँडो काट्नुपर्छ कि डाँडो काटिसकेपछि चाहिँ बल्ल चाहिँ एउटा अनि त्यसपछि उता गइन्छु गाडी अटोहरू भेटिन्छ। बिहान 6 बजे होइन 5:30 बजीतिरको हिँडेको अहिलेसम्म यहाँ जङ्गलमा। म चाहिँ अहिले उकालामा पुग्दैछु होइन, उकालामा हिँड्दैछु। अब यो उकालो काट्यो भने चाहिँ अब यस्तो जङ्गलकै जङ्गल छ पुरै। भालु बाघको पनि डर लाग्छ कि यता, बाघ त लाग्दैन तर भालुको चाहिँ बहुत खतरा छ कि यहाँतिर। त्यही भएर गाह्रो छ गाइसहरू। यहाँ हिँड्दैछु बाटोमा। अब कतिखेर बजार पुग्ने हो त्यो पनि थाहा छैन, गाह्रो छ होइन। यहाँ छ यस्तो पार्टी भिड पाएको मात्रै छ क्या, भिड मात्रै छ कि यस्तो भिडमा बाबा यस्तोमा कहिले आउनुभएको थियो गाइसहरू।
पुरै आगो लगाइदिएको छ बिरुवाहरूलाई पनि। फेरि बजार गएर ट्युसन भेट्नुपर्छ, त्यसपछि ट्युसन गएर फेरि आउनुपर्छ कि खानासाना बनाउनुपर्छ, आफै खानुपर्छ। त्यही भएर छिटो हिँड्दैछु क्या, गाह्रो छ। यसो जङ्गलमा हिँड्नुपर्छ है, जङ्गलको बाटो मात्रै पुरै कोही पनि छैन साथमा पनि, सिङ्गल मात्रै छु। अब कतिखेर बजार पुग्छ या त्यो पनि थाहा छैन, गाडी पनि भेटाउने अब कस्तो हुन्छ गाडी पनि, उति होला गाडी पनि तलतिरै गाह्रो छ हो गाइसहरू। सहरमा बसेर गाह्रो छ, गाउँमा आएर धेरै फरक पर्दो रहेछ। सहरमा बसेको मान्छे र गाउँमा बसेको मान्छे धेरै फरक पर्दछ गाइसहरू। त्यही भएर हामी त गाउँले मान्छे, यस्तै छ हिँड्ने बाटोहरूमा पनि अब यस्तै जङ्गल छ होइन। अब यस्तै भिरपाका जङ्गलहरू हिँड्नुपर्छ हामीहरूले। तपाईँहरू त एक्कासी घर नजिकै आँगनमा गाडी बोलाएर गाडीमा चढ्नुहुन्छ, हामी त यस्तै हिँड्नुपर्छ धेरै टाढासम्म, 5-6 घन्टामा हिँड्नुपर्छ। ल गाइसहरू, अर्को उता गएपछि देखाउँछु तपाईँहरूलाई। गाइस हेर्दै गर्नु होला लास्टसम्म, स्क्रिप नगरेर। फाइनली गाइस म चाहिँ यहाँ खेतहरू गरेको छ त्यहाँ आइसकेँ होइन। अब खेत भन्नाले पनि गाउँ लाउँछ हाम्रो ठाउँतिर, पाहाडमा हो होइन, गाउँ लाउँछ त्यहाँ आइसकेको छु। अब यहाँ पनि डरलाग्दो छ क्या, पुरै भिरभाका मात्रै छ पुरै, कहिले के हुन्छ होइन। यहाँ छ होइन खेतहरू, जाउँ लागेको ठाउँमा आइसकेँ म। अब यहाँबाट कतिखेर पुग्छु मलाई पनि थाहा छैन, तर पनि उता हिँडिरहेको छु अहिलेसम्म। बिहान 5:30 बजीतिरको अहिलेसम्म यहाँ गर्जनकोटको माथि डाँडामा आइसकेँ, तर पनि अहिलेसम्म घाम पनि कतै पनि देखेको छैन क्या, घामै देखेको छैन। हिँड्दैछु, बहुत चिसो छ यहाँ ठाडो छ है। यस्तो हुन्छ हाम्रो तपाईँहरूकोमा बरफ होइन, बरफ अब त्यो फ्रिजमा हालेर जमाएर गरेको हुन्छ होइन। यहाँ हाम्रो चाहिँ बरफ, हाम्रो यस्तै बरफ हुन्छ यहाँ पुरै अटोमेटिक आफै जमिहाल्छ। बहुत चिसो छ, गाह्रो छ। यता पनि छ होइन बरफहरू धेरै छ यत्र। यस्तै हो हाम्रो गाउँठाउँमा बरफ जमाउँछ। मेरो कान पनि बहुत छिरिरहेको छ। अब उता गएर घाम कतिखेर भेटिन्छन् थाहा छैन, अब के हुन्छ हेरौँ। यस्तो बाटो पनि हिँड्नुपर्छ, पुरै ढुङ्गा गरेको, गाह्रो छ। गाह्रो छ, पुरै ढुङ्गा गरेको छ, ढुङ्गा माथि कुचेर जानुपर्छ। यहाँ खेतको हडारमा आइसकेँ म, अझ पनि घामहरू देख्न पाएको छैन होइन। के भन्छ खेतको सरसराहरू छ, ब्याकग्राउन्ड पनि छ, धेरै छ खेतको सरहरू पनि। गाह्रो छ गाइसहरू। गाइस फाइनली घामको झुलो देखियो माथि उता त्यो डाँडामा होइन, हल्का थोरै देखेको छ, थोरै लागेको छ। यहाँ कतिखेर पुग्छ भन्ने पनि थाहा छैन यहाँबाट। अब त्यहाँ कतिखेर पुगिन्छ थाहा छैन त्यो पनि। फेरि यहाँ पुर्खाबाट उत्तरले झर्नुपर्छ है, तलतिर झऱ्यो भने चाहिँ मलाई चाहिँ गाडी अटोहरू भेटिन्छ, त्यहाँबाट फेरि जानुपर्छ तलतिर। फेरि तल्ली गयो भने चाहिँ सिधा तल्ली अगाडि जानुपर्छ। गाह्रो छ गाइस खासमा हामी यहाँ अब गर्जनकोटको माथि टपमा रहेको स्कुलमा पुगिसकेको छौँ होइन। यहाँ छ जङ्गल, यताबाट आएको होइन म चाहिँ यताबाट। यहाँबाट ओ गाइस माथि घामको झुल देखियो बल्ल चाहिँ, मालिकको टावरमा भन्ने चाहिँ खतरा ठाउँ छ कि त्यहाँ पनि। गाइस हामी त्यहाँ पुगिसकेको छौँ। अब त्यहाँ स्कुल देखाउँछु तपाईँहरूलाई होइन म। यही हो गाइस स्कुल होइन, गर्जनकोटको स्कुल होइन। स्कुल राम्रो भएर के गर्ने, टिचर राम्रो छैन भने चाहिँ गाह्रो छ।
तपाईँलाई त चाहिँ यस्तो गाह्रो छ यार स्कुल स्कुलै हो श्री देउराली भीम पर्वती आधारभूत विद्यालय रहेछ स्कुल के हुने अब स्कुल त राम्रै छ नि त तर पनि राम्रो छैन यस्तोमा छ यहाँ पनि घर पनि छन् है डाँडामा त्यहाँ डाँडामा घर पनि छन् तपाईँहरूलाई म देखाउँछु मान्छे पनि बस्छन् घर पनि छन् है यहाँतिर ल फाइनली गाइस म चाहिँ यहाँ लाखनाको डाँडामा आइसकेँ घरहरू पनि छन् यहाँ टनै नभए यहाँदेखि फेरि ओह्रालो झर्नुपर्छ जानको लागि गाइस फाइनली म जुम्ला बजारको त्यहाँ सिटीमा देखिसकेँ होइन त्यही घाम लागेको छ त्यही हो जुम्ला बजार होइन यहाँ छलाई चाहिँ गर्जिङकोट त्यसरी छ टन्नै छ बाटो त्यहाँ जानको लागि म चाहिँ अब जुम्ला बजारको सिमा यस्तो उताले पनि हिँड्नुपर्छ यहाँ गाह्रो छ गाइजहरू होइन यस्तो उताले पनि घचाघच लगाएर हिँड्नुपर्छ होइन ल गाइस यस्तै हो जिन्दगी भनेकै